एनपीएल को चर्चा अहिले देश तथा विदेशमा चुलिएको छ त केवल कुरा एनपीएलकै छोटो फर्मेट आफ्नै भूभागको प्रतिनिधित्व गर्दै टिमहरूसँगै खेलाडीहरूको विभाजन र विदेशी खेलाडीको संयोग यसले क्रेज धेरै बढाएको छ। यही एनपीएललाई कसरी हेर्न सकिन्छ यही बारे आजको यो भिडियो हजुरहरुमाझ जहाँ समस्या त्यहाँ बिबिकास्ट युट्युब च्यानल हाम्रो यस च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला एनपीएल को अपडेटको लागि। गत सिजन एनपीएल स्टार स्पोर्ट्स र नेपालमा युट्युब च्यानलमा देखाइयो, तर यस सिजन युट्युबमा लाइभ आउँदैन। टिभीमा भने सो स्टार स्पोर्टबाट नै हेर्न सक्नुहुनेछ। मोबाइलबाट हेर्न भने अब रु 300 खर्च गर्नुपर्ने हुनेछ, जसका लागि प्ले स्टोरमा गई टिसोम एपको एप डाउनलोड गर्नुहोला। लगइन गरे पश्चात मोबाइल नम्बरबाट या फेसबुक या जिमेलबाट पनि लगइन गर्न सक्नुहुनेछ। त्यसपछि हजुरहरूले प्याकेज खरिद गर्नुपर्ने हुनेछ। प्याकेजको लागि यी सेवा र खल्तीबाट तिर्न सक्नुहुनेछ। रहेको कुरा विदेशको अनि डिफ्रेन्ट कन्ट्रीमा यो एप आएको छैन भन्ने कुरा नि रहेको छ। त्यसको छिट्टै डिसम गो एपले त्यसबारे अपडेट दिने जानकारी गराएको छ। सेम वेबाट नै सबैले गेम लाइभ हेर्न मिल्नेछ। विदेशी खेलाडीको रूपमा फ्याफ डुप्लेसी, मार्टिन गप्टिल, अफगानिस्तानका गुलबदिन नाइब र सँगै क्रिस्लिन जस्ता विश्व चर्चित खेलाडीहरू समेत आउने भएका छन्। तपाईको फेभरेट टिम कुन हो त? साथै एनपीएल अपडेट्सको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यति भन्दै यस भिडियोबाट भने म बिदा हुन चाहन्छु। हस्त, जय नेपाल, जय नेपाली क्रिकेट। धन्यवाद।